हेलो एभ्रिवान, उहाँ चाहिँ हुनुहुन्छ मेरो मेलिना क्लाइन्ट मेलिना राई। उहाँ चाहिँ मेरो आजको क्लाइन्ट हुनुहुन्थ्यो है, वैशाख 30 गतेको आउनुभएको अरे। अनि मेरो फ्रेन्ड पनि हुनुहुन्छ, साथी हुनुहुन्छ। अनि उहाँको लगन आएको रहेछ होइन। लु तपाईँ भनिदिनु पर्यो कस्तो खाले मेकअप चाहिने तपाईँलाई? मलाई चाहिँ हेर्दाखेरि एकदमै सिम्पल देखिने खालको मेकअप गरे जस्तो ह्याप्पी लुक्स चाहिँ होइन, तपाईँले सधैँ गरिरहने खालको अरू क्लाइन्टहरूलाई गर्ने खालको नै गरिदिनु होला। क्लाइन्टको इच्छाअनुसार मेकअप चाहिँ एकदमै फ्लोलेस एकदम राम्रो भएको छ है। हाम्रो मेलिनाजीले एकदमै मन पराउनु मेकअप। अनि उहाँको आँखाको मेकअप चाहिँ मैले हल्का न्युड गरिदिएको थिएँ, तर उहाँले चाहिँ आउटर कर्नरमा हल्का डार्क खालके गरिदिनु न, अलिकति डार्क गरिदिनुहोस् भन्न थाल्नुभयो। र मैले उहाँको आँखा चाहिँ अलिकति हेभी भएको छ, आँखाको मेकअप अलिकति हेभी भएको छ, तर फेस मेकअप एकदमै सिम्पल न्युड गरिदिएको छु है। एकदमै ह्याप्पी हुनुभएको थियो उहाँ होइन। अनि मैले उहाँलाई ठिक पार्दै थिएँ, ठिक पार्दै गर्दाखेरि पनि मजाले मसँग गफ गर्दै कुरा गर्दै हुनुहुन्छ होइन। मलाई पनि फेरि क्लाइन्टसँग कुरा गर्दै काम गर्न एकदमै मनपर्छ। मेकअप गरेको भिडियो चाहिँ खिच्न भ्याएन साथीहरू है। तपाईँलाई पनि यस्तै खालको फ्लोलेस मेकअपहरू चाहिन्छ भने सम्झेर आउनु सक्नुहुन्छ है। ग्ल्याम बाई सुजातालाई खानबारी लक्ष्मी ब्याङ्कको छेउमा चाहिँ मेरो सप चाहिँ है, मेरो स्टुडियो चाहिँ सम्झेर आउनु सक्नुहुन्छ। तपाईँलाई अरू सम्बन्धी पार्लर सम्बन्धी या नेल कोर्स सबै हुन्छ है। तपाईँलाई त्यस्तो केही सिक्न इच्छा लाग्छ भने सिम्पल मेकअपहरू, सेल्फ मेकअपहरू सिक्नु मन लाग्छ भने त्यो पनि गर्न आउनु सक्नुहुन्छ है। अनि मैले चाहिँ उहाँलाई रेडी गरिदिएछु। यो उहाँलाई रेडी गरिदिइसकेपछि मेरो फेरि साथीको पूजा थियो घरमा, घर पूजा भएकोले मैले उहाँलाई ठिक पारेर साथीको घर पूजामा जानुपर्ने थियो है। साथीहरू तपाईँलाई कस्तो लाग्यो यो मेकअप हेरिदिनु होला अनि लाइक कमेन्ट गरिदिनु होला होइन। तपाईँलाई चित्त बुझेन यो मेकअप कस्तो छ हेर्नु होला। अनि उहाँले चाहिँ त्यो फुली झर्छ होला, मेरो मेकअप बिग्रिन्छ भन्ने टेन्सन लिँदै हुन्थ्यो है। तर केही पनि भएन, मेकअप एकदम लङ लास्टिङ वाटरप्रुफमा भएको छ। मेकअप कस्तो लाग्यो मलाई कमेन्ट गर्नु होला है त साथीहरू। अलिक सपोर्ट गरिदिनु होला प्लिज। थ्याङ्क यू सो मच फर वाचिङ गाइज।